यो हो इभोफक्स इलाइट 2 क्यालिब्रेसन मेथड। यसमा चाहिँ डिफ्रेन्ट प्रब्लम थियो। अब यसमा चाहिँ ब्याक, होम र बी एकैचोटि थिचिरहनुहोस्। त्यसमा चाहिँ बिचमा एलइडी ब्लिङ्किङ गर्छ, जुन चाहिँ दुईवटा क्लिक गर्छ है त। अनि त्यसपछि लेफ्ट र राइटको स्टिकलाई यसरी एन्टी क्लच घुमाउनु होला। त्यसपछि एलडी दुईचोटि, आरडी दुईचोटि, अनि त्यसपछि चारैवटा बत्ती एकैचोटि बलेर बन्द हुन्छ है त।